अहिले चाहिँ हामी मेलबर्नबाट लगभग आधी घन्टाको बाटो मेलबर्न अरे आलुबारीबाट चाहिँ यहाँ एउटा माउन्टेनमा चाहिँ जाँदैछौँ हामी। मोर्गेन लुक आउट भन्ने डाँडामा चाहिँ आएर यो डाँडाको चाहिँ अवलोकन गरिँदैछ र गाडीहरू उता राखेको छ। यो डाँडाको अवलोकन गर्न गइँदैछ। अब कस्तो रहेछ माथिबाट नै भिडियो गरिन्छ। वकिङमा रहेछ आज हाम्रो आलुबारीको बसाइ लास्ट डे हो अनि हामी सिटी जान्छौँ। सिटीबाट चाहिँ 3 तारिक आजकै मेरो स्टोरीमा आइरहेको थियो क्या हो। अस्तिको पहिला आएको स्टोरीमा आएको थियो आज। भान्जाको पहिला आएको स्टोरीमा आएको थियो अरे भन्दै हुनुहुन्छ यहाँ। यहाँ बसेर यस्तो बोकिराखेको फोटो खिचेको थियो क्या। यस्तो ढुङ्गाहरू यो अब आर्टिफिसियल हो नि यो बनाएको है। ट्याक्कै सर्प जस्तै देख्यो क्या त्यो ठुलो यसलाई त हो त त्यो हेर्नु त हो ठ्याक्कै सर्प जस्तै रहेछ। अब यता हामी भाडुङबाट जाँदैछौँ। गल्ली छ हिँड्दा हिँड्दै यहाँबाट त सबै आलुबारी देखिन्छ क्या। ल हेर्नुहोस् है अस्ट्रेलियाको चाहिँ सबै ठाउँहरू देखिँदैछ यहाँबाट चाहिँ। हामी टपमा जाँदैछौँ। यसरी सिँढीबाट चाहिँ जाने बनाएर छ ढुङ्गालाई। हाम्रो पहाडीहरू अघि आइपुगे यहाँ। हाई गाइस। हाई मामा। हेलो माथि आइपुग्दा गल्ली माथि आइपुगेर गल्ली भन्दै हुन्छ त्यस्तो छु धेरै गर्नु भएर। ल यहाँ हाम्रो टोलीहरू चाहिँ अघि आएर चाहिँ थकाइ मार्दैछन्। एक राउन्ड सार यस्तो डाँडामा चाहिँ स्टोन माउन्टेन जस्तै रहेछ नि कान्छी। त्यही त अघि जान्छ अरे नि त्यही स्टोन माउन्टेन हजुरले हजुरले आउने बित्तिकै लागेको मैले। ल यस्तो ठाउँमा आएर चाहिँ रमाइलो गरिन्छ। बहिनी यसो भिडियो गर्दा यहाँबाट ल नमस्कार। गल्लियो पनि हिँड्दा हिँड्दा त्यसै गरेर त्यसो पारेर रमाइलो भइरहेको छ होइन। यो चाहिँ त्यसको पहिला यस्तो थियो रहेछ पहिला स्ट्रक्चरहरू चाहिँ अहिले जस्तो बनाएको छ। खुसी लाग्यो ल धन्यवाद होइन। ल थ्याङ्क यू सो मच फर वाचिङ। भन्नु पऱ्यो हाम्रो गाडी उता अलि देखिँदैछ ढुङ्गाहरू चाहिँ। ल धन्यवाद।